नमस्ते, नेपाली प्रेरणा च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म अत्यन्तै प्रेरणादायी र मर्मस्पर्शी पत्र सुनाउँदैछु। यो पत्र तपाईले सुनेपछि मलाई विश्वास छ तपाईका आँखा रसाउनेछन्। यसर्थ यो पत्र पुरै सुन्नुहोला र कस्तो लाग्नेछ त्यही लेखिदिनुहोला। प्रिय छोरा, आज म यो पत्र बुवाको हैसियतले मात्र होइन, तिम्रो साथीको रूपमा पनि लेख्दैछु। जीवन सधैँ सजिलो हुँदैन, संसार सधैँ हाम्रो पक्षमा हुँदैन, तर म चाहन्छु तिमीले यो जीवनलाई हिम्मत, इमानदारिता र मनको शक्तिसँगै पार गर्नुपर्ने हुन्छ। म तिम्रो जीवनको बाटो सजिलो बनाइदिन्छु भन्न चाहन्न। म चाहन्छु तिमी लडेपछि कसरी उठ्ने भन्ने कुरा सिक। असफलता अन्त्य होइन, नयाँ सुरुवात हो भन्ने कुरा तिमीले बुझ। सम्झ, जितेर शक्ति आउँदैन, शक्ति त त्यो हो जुन तिमीले लडाईँ लडेर, आँसु लुकाएर अनि सङ्घर्षको पहाड पार गरेर पाएको होस्। तिमीले सोच्न सक्छौ यो जीवन कति गाह्रो छ, तर मलाई विश्वास छ हरेक चुनौतीले तिमीलाई बलियो बनाउँछ। जब तिमी कुनै समस्यामा पर्छौ नि, सम्झ त्यो तिमीलाई अझ अगाडि बढ्नको लागि प्रोत्साहित गर्ने अवसर हो। अनि यदि कहिलेकाहीँ म पनि दुखी थिएँ भने बुझ, मैले तिमीलाई प्रोत्साहित गर्नको लागि मात्र त्यस्तो गरिरहेको थिएँ। जीवनमा हरेक समस्या, उल्झनका बीच पनि केही महत्त्वपूर्ण कुराहरू हुन्छन्। पहिलो कुरा भनेको इमानदारिता हो। तिमी जहिले पनि साँचो रहनु, सत्य हुनु छ। तिमीले अरूसँग राम्रो व्यवहार गर्नु छ। जुनसुकै परिस्थितिमा पनि आफ्नो नैतिकता, इमानदारिता र सत्यताको मूल्य हारेको महसुस नगर। अर्को कुरा भनेको साहस हो। साहस भनेको डरको सामना गरेर अगाडि बढ्नु हो। जब सारा संसारले भन्छन् यो असम्भव छ, तर त्यति बेला तिमीले आफ्नो बाटो आफै बनाउन सक्नेछौ र सम्भव बनाउनेछौ। सम्झ, यो जीवन सधैँ सस्तो र सजिलो छैन, तर सबैभन्दा ठुलो कुरा भनेको चाहिँ लक्ष्यलाई नछोड्नु हो। कहिलेकाहीँ असफलता आउँछ, तर त्यो जीवनको एक भाग मात्र हो। त्यसैलाई स्वीकार गरेर त्यसको पछि हिँड्न सक्नुपर्छ। त्यो असफलताले नै तिमीलाई सफल बनाउने बाटो देखाउँछ। प्रिय छोरा, तिमीलाई केही भन्न चाहन्छु। सपना पुरा गर्नु भनेको रमाइलो यात्रा मात्र हो। जीवनका सबै अनुभवले तिमीलाई अघि बढ्न सिकाउँछन्। तिमीले सधैँ सम्झनुपर्छ कि जीवनको सबैभन्दा ठुलो शक्ति भनेको आत्मविश्वास हो। जब तिमी आफैलाई विश्वास गर्छौ भने कुनै पनि कठिनाइलाई जित्न सक्छौ। ध्यान राख, तिमी जति बलियो हुन्छौ त्यति नै ठुलो भविष्य तिमीलाई पर्खिरहेको हुनेछ। हुन त हामी सबैको यात्रा एउटै हो, तर तिमीले जुन बाटो रोज्छौ त्यो बाटोले तिमीलाई कल्पना पनि गर्न नसक्ने भविष्यमा, गन्तव्यमा पुर्याउनेछ। सपना पुरा गर्ने अवसर तिमीलाई हरेक कदममा प्राप्त हुनेछ। मात्रै हिम्मत नहार, आत्मविश्वास राख र आफ्नो यात्रामा अघि बढिराख। अन्त्यमा यो संसारको हरेक बाधा र चुनौतीलाई पराजित गर्ने क्षमता तिमीमा छ र विश्वास गर्छु कि मेरो सपना पुरा गर्ने पनि तिमी नै हौ।
तिमी सबैभन्दा बलियो र साहसी छौ भन्ने अभिमान मैले महसुस गर्न सकूँ। भन्न चाहन्छु कि म सधैँ तिम्रो साथमा छु, सधैँ साथमा रहनेछु। तिमीले सधैँ जित्नेछौ, तिमी सधैँ हर्षित भइरहनेछौ। तिमीलाई मेरो अन्तर हृदयबाट धेरै धेरै प्यार छ, आशीर्वाद छ। उही तिम्रो प्यारो बाबा। यो पत्र पुरै सुन्नुभयो, तपाईलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो कुन्नी? केही त लेखिदिनु होला प्लिज। भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है। हस्त धन्यवाद।